नमस्कार, वैज्ञानिक मिडियामा हार्दिक स्वागत छ। म टिकाराम साउथ। दर्शकबिन, कैलालीको बर्दगुरिया गाउँपालिका वडा नम्बर 2 को बर्दगुरिया धाममा भोलिबाट माघी मेला सुरु हुँदैछ। जुन माघी मेलाको तयारी कहाँसम्म पुग्यो, यो माघी मेलामा कुन कस्ता कहाँबाट कलाकारहरू आउँदैछन्, यसको तयारी विषयमा आज हामी विशेष गरी कुराकानी गर्दैछौँ। यस ठाउँमा स्टल बुकिङ कतिसम्म भए र यो पटकको मुख्य आकर्षक के छ यो मेलामा, यस विषयमा हामीसँग बर्दगुरिया विकास क्षेत्र तथा संरक्षण मञ्चका अध्यक्ष जगराम चौधरी हुनुहुन्छ। यहाँलाई स्वागत छ। नमस्कार पत्रकारज्यू। भोलिबाट कार्यक्रमको उद्घाटन हुँदैछ, तयारी कहाँसम्म पुग्यो? हाम्रो चाहिँ बर्दगुरिया धामको तयारी भनौँ चाहिँ भोलिदेखि हाम्रो भोलि अब उद्घाटन हुन्छ। बर्दगुरिया माघी मेलाको उद्घाटन तयारीमा छौँ। उद्घाटन भोलि हुँदैछ। भोलि कति बजे हुँदैछ? भोलि अब हाम्रो एउटा सोच बनाएको छौँ, 2 बजेदेखि हामी अब तयारी हुँदैछ। उद्घाटन मेलाको उद्घाटन कसले गर्दै हुनुहुन्छ? मेलाको उद्घाटन हाम्रो चाहिँ बर्दगुरिया गाउँपालिका अध्यक्ष कर्ण कुमार उद्घाटन गर्नुहुन्छ। प्रमुख अतिथि उहाँ हुनुहुन्छ। अब यो मेला हरेक वर्ष लाग्छ। अहिलेको परिस्थिति नेपालमा अलिकति गाह्रो अवस्था छ। सुरक्षाको अवस्थामा हेर्ने हो भने यो मेला भनेको दिउँसो र राति लाग्ने गर्छ। यो मेलामा सुरक्षा अवस्था निकै चुनौतीपूर्ण छ। सुरक्षा अवस्था तपाईँले कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ? सुरक्षा व्यवस्था हामीले अब हर साल एउटा स्वयंसेवा राख्छौँ। यो हाम्रो शान्ति सुरक्षाले अब प्रशासन पनि आउँछ, जिल्लाबाट पनि आउँछन्, हाम्रो इलाका प्रहरीकालयबाट पनि आउँछन्। हाम्रो चाहिँ अब जगरपुरका सशस्त्र प्रहरी बेस क्याम्पबाट आउँछन्, खटिन्छन्। अब अहिले अब यति साल हामी चाहिँ माघी मेला बर्दगुरिया धामको गरिसकेका छौँ। अहिलेसम्म त्यस्तो राम्रो त्यस्तो नराम्रो भएको छैन, राम्रै देखिन्छ। अहिलेसम्म सबैजनाले सहयोग गरेछन्। जनताहरूले, हाम्रो साथी दाजुभाइ दिदीबहिनीहरूले सहयोग गरेकै छन्। अहिले चाहिँ त्यस्तो नराम्रो कसैले पनि गरेका छैन, राम्रै भएको छ हामीले देखेको। तपाईँ अध्यक्ष हुनुहुन्छ बर्दगुरिया धामको। अब यहाँका धामका जुन मन्दिरहरू छन् रङरोगन भएन, उनीहरूले चाहिँ यो जुन कार्यक्रम हुन्छ यसमा चाहिँ सिँगार पटार भएन। तपाईँ त मेलामा आउँदा सफा लुगा लगाएर, नयाँ लुगा लगाएर आउनुहुन्छ, तर मन्दिरको लुगा किन फेरिएन, मन्दिरको रङरोगन किन फेरिएन अध्यक्षज्यू? अब मन्दिरको रङरोगन हामी अब धेरै गरिसकेका छौँ। अब गर्नु भएको छ? माथिका मन्दिरहरू रङरोगन भएको छैन। अब हामी त्यति अब तपाईँ सरहरूले अब हेर्नुहोस्, अब कुन ठाउँमा कुनै ठाउँमा सायद कमी कमजोरी होला, त्यो त भन्न सकिन्न। एउटा अहिले हामी चाहिँ प्रत्येक मन्दिरमा रङरोगन गरेका मान्छे अब केटाहरू लगाएका छन्। अब कति गतेदेखि लागेछन् रङरोगन गर्न, अहिलेसम्म गर्दैछन्। अब आज पनि गरे हो, चुनाव जति पुगेन हामी मेटेरियल पुगाउँदैछौँ। अहिले सरसफाइ गरेको रङरोगन गरेकै जस्तो लाग्छ। कुनै ठाउँ होला अब केही अब कमी कमजोरी होला, गर्न सके होलान्, नसके होलान्, तर चाहिँ अब रङरोगन धेरै गरिसकेका छन्। अघिल्लो वर्ष पनि मन्दिरका जुन मन्दिरहरू छन्, यहाँ थुप्रै मन्दिरहरू छन्, ती मन्दिरहरूको रङरोगन भएन। यो वर्ष पनि भएन। अब त्यो त आयु पनि उहाँहरूको चाहिँ रङरोगन भएन भने पनि अलिकति खोइलिने भत्किने हुन्छ। त्यतातिर ध्यान किन जाँदैन तपाईँहरूको? ध्यान हामी अब गरेकै जस्तो लाग्छ। हेर्नुहोस् पत्रकार मिडियाज्यू, तपाईँहरू हेर्नुहोस् मन्दिरमा अब रङरोगन भएको छ कि छैन, त्यो लगाएका छन् मान्छे केटाहरू लागेका छन् रङरोगन गर्न। सायद अब कुनै ठाउँमा बाँकी होला। मेला भोलिबाट सुरु हुँदैछ, आजसम्म रङरोगनै भएको छैन। अब हजुरले हेर्नुहोस्, अब मन्दिरमा कुन मन्दिरमा रङरोगन भएको छैन हेर्नुहोस्। अब हामी अब गरेकै छ। तपाईँले हेर्नु भएको छैन? मैले अब गएको छैन। म त यता डुबा यता यो प्रोग्राम यता कहिले कता गर्दैछु, तर केटाहरू लागेकै छैन। तपाईँहरूको यो मेलामा चाहिँ सधैँ प्रत्येक वर्ष घाटा किन हुन्छ? घाटा त अब भनौँ अब सबैजना मान्छेहरू अब एउटा बर्दगुरिया धाममा अब आम्दानी मात्र देख्छन्, तर अब खर्च देखिन। खर्च त कति लाग्छ, त्यो एउटा कार्यक्रम गर्नेवाला मान्छेहरू अब समितिवाला थाहा हुन्छ कति खर्च लाग्छ। त्यो त अब घाटा पनि छैन। अब त्यो त अब घाटा पनि अब त्यो त अहिलेसम्म त त्यस्तो अब हुन्छ, धेरै खर्च लाग्छ त्यस्तो कार्यक्रम गर्दाखेरि। अहिलेसम्म तपाईँहरूले चाहिँ खर्च फाइदा भनेको अहिलेसम्म भएको छैन। तपाईँ अध्यक्ष भएपछि फाइदा छैन।
अब हाम्रो अब के फाइदा अब के हो हाम्रो गाउँ यो गाउँपालिका तपाईँलाई चाहिँ योभन्दा अगाडिको अध्यक्षले 1,28,000 फाइदा रुपियाँ दिनुभएको थियो 1,28,000 हजुर कति जति भए पनि उहाँले फाइदा त देखाएर जानुभएको थियो नि अनि तपाईँको पालामा किन भएन त्यो त अब 1,28,000 त अब अहिले कुन अध्यक्षको पालामा हो 1,28,000 सबैभन्दा अगाडि अध्यक्ष हुनुहुन्थ्यो नि को रामनारायण हजुर रामनारायण त अब खै मैले अब 1,28,000 फाइदा जति रकम भयो भने तपाईँहरूले त पाउनु त भयो त्यो रकम 1,28,000 फाइदा देखाएको त अब खै अब त्यो मैले थाहा पाइनँ हेर्नु रकम पाउनु भयो कि नै रकम हामीले नगद पाएको खातामा थियो होला कता अब भोलिबाट हुने यो कार्यक्रममा सुरक्षा व्यवस्थाको विषयमा तपाईँले बताइसक्नु भएको छ अब यहाँ चाहिँ जुन कार्यक्रममा कलाकारहरू चाहिँ आउँदै हुनुहुन्छ धेरैले मान्छेहरूले विरोध गर्छन् भारतको कलाकारहरू नेपालमा प्रवेश किन अनि हाम्रा कलाकारहरू भारतमा किन बोलाउँदैनन् अनि नेपालको पैसा भारतमा किन पठाउन लाग्नु भएको छ तपाईँहरू अनि आफ्ना कला संस्कृतिलाई गुमराम बनाउने र भारतका कलाकारलाई चाहिँ नेपालमा ल्याएर प्राथमिकता दिने कसले अधिकार दियो भनेर प्रश्न अहिले सामाजिक सञ्जालमा गरिरहेका छन् के भन्नुहुन्छ तपाईँ त्यो त यस्तो हो हाम्रो यो नेपालको हाम्रो स्थानीय कलाकार हामी पनि प्रत्येक साल यो ग्राहकता दिएछौँ यो प्राथमिकता दिएकै छ जस्तो लाग्छ अब किनभने यो धार्मिक स्थान भएको हुनाले अब प्रत्येक वर्ष इन्डियाबाट भारतबाट रामलीला रामलीला डान्स पनि आउँछ त्यही हुनाले अब व्यापारीहरू किनभने व्यापारीको पनि एउटा माग हुन्छ हाम्रो भारतबाट रामलीला पनि नआएपछि हाम्रो चाहिँ त्यस्तो अब मेला जस्तो लाग्दैन स्थानीय कलाकार पनि त्यति यहाँको कलाकार यो कार्यक्रममा रामलीला नै देखाइन्छ कि अन्य केही देखाइन्छ रामलीला खेला पनि देखाइन्छ अब राति पनि एउटा डान्स हुन्छ अब स्थानीय कलाकार पनि अब राख्छौँ प्रत्येक साल स्थानीय कलाकार पनि राखेकै छौँ यिनीहरू त्यहाँ पैसा तिर्नुपर्छ नि राति डान्स हेरेको राति डान्स हेरेको त्यो त होइन हामी त्यो टेन्डर हुन्छ त्यहाँ अब रामलीला पैसा दिनुपर्छ नि पैसा दिनु पर्दैन फरमाइस तिनीहरू आफै गर्छन् उनको आफ्नो मर्जीको कुरा हो त्यो त आफ्नो गानामा खुसी लाग्यो प्रश्न के हो भने धार्मिक स्थलमा यस्तो खालको कार्यक्रम सुहाउँछ र अध्यक्षज्यू धार्मिक स्थानमा एउटा कहिले परिवर्तन कहिले हुनुहुन्छ तपाईँहरू परिवर्तन भनौँ अब परिवर्तन प्रत्येक सालदेखि पहिला पुस्तौँदेखि एउटा यसमा भारतीय त्यो बेला हाम्रा कलाकारहरू कमै थियो होला अहिले त सयौँ कलाकारहरू नेपालमा जन्मिसके त यस्तो हो हाम्रो यहाँ स्थानीय कलाकार के भने यो त्यो त महँगो लाग्छ यो हाम्रो स्थानीय अन्य ठाउँमा महोत्सवमा चाहिँ भारतीय कलाकारलाई छैन नेपाली कलाकारले चलाइराखेका छन् अनि यो मेलामा चाहिँ भारतीय कलाकार आए मात्रै चल्छ भन्ने हुन्छ यस्तो छ सर अब हाम्रो यो खुल्ला मेला हो अब खुल्ला मेलामा हामीले चाहिँ जति अब अलिकति जे मेलाबाट उठाउन सक्छौँ अलिकति अब जे अब सहयोग गर्छ गाउँपालिकाले त्यति मात्र हाम्रो आय स्रोत मात्र हो अब हाम्रै टिकट सिस्टम होइन एउटा खुल्ला उँचा कार्यक्रम हो अब महोत्सवमा त भनौँ टिकट सिस्टम हुन्छ स्थानीय गाउँपालिकाबाट आम्दानी हुन्छ आय स्रोत गर्छन् अब त्यो त महोत्सव जस्तो हामी त्यति हाम्रो गर्ने क्षमता छैन किनभने यो खुल्ला हुनाले यो मेला हो यो महोत्सव होइन महोत्सवमा त टिकट सिस्टम हुन्छ टिकट कति हुन्छ धेरै उनीहरूको आम्दानी गर्छन् आयोजन गर्छन् स्टलबाट उठाउँछन् झुलाबाट उठाउँछन् के गर्छन् त्यो महोत्सवबाट हामी आयोजन पनि जुटाउन सक्दैनौँ अब त्यो उनको महोत्सव जस्तो हामी कलाकार पनि गराउन त्यसो भए यो पटक नेपाली कलाकारको यो मेलामा प्राथमिकता छैन छ राखेकै छौँ प्रत्येक साल राख्छौँ समावेशीकरणले सबै कलाकारहरू आउँछन् अब हाम्रो एउटा आर्थिकको आय स्रोतको हिसाबले हामी प्रत्येक वर्ष कलाकार स्थानीय कलाकार नेपाली कलाकार भारतीय त आउँदै हुनुहुन्छ होइन उहाँहरू रामलीला देखाउनुहुन्छ नेपाली कलाकार को आउँदै हुनुहुन्छ जानकारी छ हजुरलाई अब नेपाली कलाकार मलाई थाहा छ नि हाम्रो चाहिँ पत्रकार चाहिँ मिडियावाला चाहिँ पदम ओझाजु हुनु कहाँ कुरा गर्नुमा छ अब उनको छ कुरा कति ल्याउँछन् होइन त्यो हाम्रो मैले भनेको छु ठिक भयो स्थानीय कलाकार पनि एउटा ग्राहकता दिनु पर्यो किनभने हाम्रो क्षमता अनुसार हामी गराउँला अब त्यो एउटा बढी गऱ्यो भने भोलिको दिनमा तपाईँहरू चाहिँ जब यो मेला हुन्छ त्यति बेला जुरमुर्याउने त्यसपछि गएर चाहिँ यहाँ मेलातिर यो चाहिँ धार्मिक स्थलतिर फर्केरै नआउने समिति भन्ने खालको पनि छ अब दिन प्रतिदिन यहाँको चाहिँ यो धार्मिक स्थल ठाउँबाट चाहिँ जङ्गल कटान भइरहेको छ अर्को चाहिँ जमिन कटान भइरहेको छ अतिक्रमण भइरहेछ त्यतातिर नजरै जान्न भन्छ नि त तपाईँहरूको
त्यो भन्नेवाला उता होइन यस्तो छ प्रत्येक महिनामा हामी त्यो यो मासिक हामी बैठक गर्छौँ समिति कार्य समितिको मासिक बैठक हामी गर्छौँ प्रत्येक महिना गरेकै जस्तो लाग्छ एउटा के गर्ने अब हामी यो बटगोटे धाम हामी के गर्यौँ हाम्रो पालामा अहिले चाहिँ यो मेला भित्र चाहिँ हाई मास्ट गाउँपालिकाबाट लगायौँ त्यो गाउँपालिकाबाट हाई मास्ट लगाइदिए यो त जिल्ला या प्रदेश सरकारबाट माग गरेर त्यो 25 लाखको त्यो बोरिङ पनि गरायौँ यो त 10 लाखको उता पनि यो बटगोटे धामको यहाँ जङ्गल घेरबार गऱ्यौँ अनि सिँढी पनि बनायौँ अब आफ्नो सकेसम्म गरेका लागे जस्तो लाग्छ अब मान्छे त अब एउटा भन्ने एउटा कुरा हुन्छ त्यो बाटो हुन्छ तर अब गर्नेवाला मान्छे गर्ने र भन्ने त धेरै जमिन फरक लाग्छ जस्तो लाग्छ मलाई अब यो बर्दगुरिया भनेको छ बर्दगुरिया भनेको किन बर्दगुरिया भनिन्छ बर्दगुरिया धाम कसरी नाम रहन गयो केही छ हजुरले जानकारी पाउनु भएको छ अलिकति धेरै त मलाई त्यति जानकारी छैन तर अब मैले यति उमेर भएको मैले जस्तो यो बर्दगुरिया बर्दा बाबाको एउटा देव स्थान हो बाबाको देवस्थानमा चाहिँ बर्दा बाबाको मूर्ति छैन सानो मूर्ति छ त्यो बर्दा बाबा भने एउटा मान्छे जस्तो हुँदैन बर्दा बाबा एउटा नन्दी बाबा हो एउटा भन्छन् एउटा कहाँ छ त नन्दी बाबाको यहाँ मूर्ति कहाँ छ कहाँ पूजा गर्ने मान्छेले त्यहाँ भित्र छ बर्दा बाबाको मन्दिरको भित्र छ एउटा पितलको चाहिँ दुईवटा मूर्ति छ बाहिर पनि एउटा व्यक्तिले पनि नन्दी बाबाको एउटा मूर्ति दिएको छ यो बर्दा बाबा पहिला रुखको टालतिर ढौठी रुखको टालतिर जराको त्यहाँनिर हुन्छ यो बर्दा बाबा देउता भने चाहिँ यो आफै कसैले राखे देउता होइन आफै हुने वासस्थानले हो यो बर्दा बाबा यो के मनिहारिन देउता यो कन्या राजा देउता आफै उनीहरू यो बर्गेट धाम अन्तर्गत हुने वासस्थान लिएकै हुँ यो बर्गेट धामको धेरै शक्ति छ यो देउताको कसैले यो देउता मन्दिर बनाएर कसैले राखेको होइन देउता देवी देउताहरू आफै आएर उनीहरू वासस्थान लिएको हुन् यो अब हामी अब अहिलेसम्म देखेको मेरो यति उमेर भइसक्यो धेरै उनको शक्ति छ अब जो मानोस् नमानोस् एउटा बर्दा बाबाको मन्दिर देउताको यो बगलोयाका पर्ना गुरुवाले पहिला सुरुमा उसले मन्दिर बनायो आफ्ना प्राइभेट आफ्नो निजी खर्च लगाएर उनी लगानी लगाएर बर्दा बाबाको मन्दिर स्थापना बनाएको हुन् त्यही बर्दा बाबाको मन्दिरको नामले बर्दगुरिया गाउँपालिकाको नाम परेको छ अन्तिममा के भन्नुहुन्छ लाखौँ भक्तजनहरूलाई दर्शकहरूलाई अब म के भन्न चाहन्छु हाम्रो भोलिदेखि हाम्रो बटगोरिया धामको मेलाको उद्घाटन हुन्छ अब जति छ हाम्रो कैलाली कञ्चनपुर बाँके बर्दियाको र हाम्रो यो जनसमुदायहरू हुन्छन् अब त्यो सबैजनाले आइदिनु पर्यो सबैजना व्यापारी जति हुन्छ अब त्यो सबैजनाले यो मेलामा व्यापार बिजनेसको लागि आइदिनु पर्यो हाम्रो यो समितिबाट आग्रह हो यो हाम्रो मेलामा जति भाइ बहिनीहरू दाजुभाइ दिनु सबै राजनीतिक दलवाला सबै आएर मेलामा एउटा समर्थन गरिदिनु होला हामी अब सुझाव सल्लाहको सहयोगको अपेक्षा हामी अहिलेसम्म राखेका छौँ यो मेलामा आएर कसैले भाइ बहिनीहरूले कसै हो हल्ला झगडा गरिदिनु भएन हामी अब सबैजना आशा लिएका छौँ यो कसैले यो राम्रोसँग यो मेलामा सहयोग समर्थन गर्नुहुन्छ भन्ने हामी धेरै आशा लिएका छौँ सबैजनासँग पुलिस प्रशासनले सहयोग गरेका छन् जो जति छन् केटा भाइ बहिनीहरू कसैले हाम्रो मेलामा आएर त्यस्तो नराम्रो सोच्नु भएन बर्दगुरिया धार्मिक स्थान हो के हो अल्लाह कसैले गरिदिनु भएन बिथुल्नु भएन यो माघी मेला अब त्यस्तो सबैजनाको देवी देवताको स्थानको हुनाले यो बर्दगुरिया धाममा 11-12वटा सबै सानो ठुलो मिलाएर 11-12वटा मन्दिर छन् अब त्यही हुनाले बर्दगुरिया धाम भनिन्छ त्यसैले अब सबैजनाले मेलामा आइदिनु होला सबै व्यापारी बिजनेस दाजुभाइ तीर्थ गर्न आइदिनु होला सबैजना यो मेलामा सहयोग गर्नकै अपेक्षा राखेका छौँ हस् धन्यवाद छ ल त नमस्कार दर्शक पनि हामीले कुराकानी गऱ्यौँ बर्दगुरिया विकास क्षेत्र तथा संरक्षण मञ्चका अध्यक्ष जगराम चौधरीसँग अर्का दिन अर्का अतिथिसँग विशेष गरी कुराकानी गर्नेछौँ आइरहेको यो कार्यक्रमबाट बिदा हुन्छु नमस्कार।